हेलो नमस्ते एन्ड गुड मर्निङ। फेरि पनि म बिहानको ब्लगिङ गर्न निस्किसकेको छु। सम्पूर्ण दाजुभाइले चाहिँ हिँड्दैदेखि नमस्ते एन्ड न्यानो माया छ। सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ। यस वीरेन्द्र साई भनेर चिन्ने जति पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ सम्पूर्णलाई न्यानो माया मिठो सम्झना छ। फेरि पनि ब्लगिङ गर्ने म निस्किसकेको छु बाहिर। आजको हाम्रो ब्लगिङ रहेको छ आज के गर्ने, के विषयमा कुराकानी गर्ने भन्ने कुरा तपाईँहरूलाई म थम्बनेलहरू राखेर नि तपाईँहरूलाई जानकारी हुनेछ भन्ने कुरा म व्यक्त गर्न चाहन्छु। आज म चाहिँ यो कोरियाको विभिन्न ठाउँमा चाहिँ मान्छेहरू यो साइक बाटो छुट्टी हुन्छ भने मेन लाइन छुट्टी हुन्छ र विभिन्न कोरियाका जुन एउटा गाउँतिर एउटा छेउछाउतिरको बस्तीहरूलाई चाहिँ बजार जानको लागि यहाँ चाहिँ नगर बस जस्तै बसहरू राखिएको हुन्छ र त्यो बसहरू चाहिँ प्रत्येक ठाउँमा चाहिँ स्टेसन हुन्छ। त्यहाँ गएर चढ्ने, त्यहाँ गएर चाहिँ वेट गर्ने गाडीलाई, त्यसपछि गाडी आउँछ जाने। त्यहाँ पनि त्यो स्टेसन चाहिँ एकदम सुविधामुक्त बनाएको हुन्छ। त्यो कुरा पनि म देखाउने छु भन्दै अब कोरियामा चाहिँ आज शनिबार हो र शनिबारमा चाहिँ यहाँ चाहिँ कम्पनीमा काम भइरहेको छ है। यो प्रयास हो मैले भने तपाईँहरूलाई यो एरिया हाम्रो एरियामा यी कम्पनीहरू हुन्। यो कम्पनीमा ढोका खुल्लै छ, काम भइरहेको छ भित्र है। प्रयास हो कम्पनीमा चाहिँ काम भइरहेको हुन्छ सधैँ होइन। यो कम्पनी पनि प्रयास 24 घन्टा व्यस्त हुने कम्पनी हो है। काम भइरहेको छ, ठुलो आवाज भइरहेछ है, आइरहेछ। ल साथीहरू तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई चाहिँ भिडियोलाई माया गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है। म पनि ब्लगिङ गरेर आएको धेरै त भएको छैन, तर अब सिक्दैछु केही कुराहरू सिकेर अगाडि बढ्दैछु है। आफ्नो सिक्ने कुराहरू कन्टिन्यू छ। आफूले जाने बुझेका कुराहरू आफूले जे होस् व्यक्त गर्न चाहेका कुराहरू यसरी नै व्यक्त गरिरहेको छु। तपाईँलाई के लाग्छ जीवनमा मान्छेको एउटा जुन यात्रा एउटा जर्नी हुन्छ नि, त्यो जर्नीमा चाहिँ मान्छेले आफूले चाहेसम्मका, आफूले जानेसम्मका, आफूले बुझेसम्मका कुराहरू चाहिँ सामाजिक सञ्जालमा व्यक्त गर्ने, आफूले आफूलाई चिन्ने, आफ्नो लागि आफै साथी बन्ने र आफूले बुझेका कुराहरू जानेका कुराहरू सेयर गर्ने सामाजिक सञ्जालमा होइन। त्योभन्दा एकदमै बेस्ट बाटो हो। किनभने अहिले संसार स्वार्थी छ। सम्पूर्ण मान्छेहरू खुसी खोजिरहेका छन्, सन्तुष्ट खोजिरहेका छन्, तर सामान्य कुरामा अल्झिरहेका छन्। त्यो वास्तवमै राम्रो विषय होइन पक्कै पनि। हामीले यदि आफूलाई चिन्यौँ, आफूले बुझ्यौँ र आफ्नो लागि आफै साथी बन्यौँ भने संसारमा खुसी खोज्न कहीँ पनि जानु पर्दैन। संसारमा खुसी खोज्नको लागि आफूलाई साथी बनाउने, आफूलाई चिन्ने र आफ्नो मनलाई आफैले बाँध्ने, अनि खुसी आफै मिल्छ, सुख आफै मिल्छ भन्न चाहन्छु म। जति पनि हामी स्वदेश विदेश जुनसुकै ठाउँमा आफ्नो एज अ लाइफ म्यानेजमेन्टलाई हामीले व्यक्त गरिरहेका छौँ। एउटा लाइफ म्यानेजमेन्टलाई आफ्नो जुन सुनौलो दिनहरूलाई कटाइरहेका छौँ र आफ्नो उज्जवल भविष्यको खोजीमा छौँ। जति दाजुभाइहरू सम्पूर्ण दाजुभाइले चाहिँ आफ्नो दिनचर्यालाई खुसीसँग बिताउनुपर्छ भन्न चाहन्छु। यो शनिबारको बसाइमा फेरि पनि कोरियाका यी महँगा कम्पनीहरू, करोडौँ कमाउने कम्पनीहरू, ल कोरियाको गाउँले बस है लगडा है हेर है, ऊ पारि गयो नि। यो यही नै हो कि कोरियाको चाहिँ लोकल बस है। यहाँ स्थानीयहरू बजार सामान किन्न जाँदा यही बसमा चढेर जान्छन्। सामान्य छ यहाँको 1500 भनेको नेपाली 150 लाग्छ यसमा भाडा है। अब अहिले जुनबाट बढ्ने भन्ने कुरा पनि छ, बढ्ला है। हेर्नुहोस् त यहाँ कोरियाको कम्पनीहरू, यो पुरै हामी बसेको लाइनमा पुरै कम्पनीहरू मात्रै छ कि। यो इन्डस्ट्री लाइन हो होइन, म्यानुफ्याक्चरिङ कम्पनीहरू छन् प्रायः छ धेरै। यो खिम्ची कम्पनी पनि छ, म तपाईँलाई देखाउँछु, जुन 12 मास व्यस्त हुन्छ। हाम्रो यो यहाँ नजिक हाम्रो कम्पनीको छेउमा एउटा खिम्ची कम्पनी पनि छ, त्यो पनि 12 मास व्यस्त हुन्छ। किनभने त्यहाँ काम गर्ने गोर्खेले पनि टन्नै कमाउँछन् होला, तर हामीलाई त पुग्यो। अब हाम्रो कम्पनी चाहिँ ठिकै चल्छ, त्यति भयो बस्न खान सबै कुरा सुविधा छ, रेस्ट पनि पाइएको छ। यसो सामाजिक सञ्जालमा व्यस्त हुने मान्छे म त है, हराभरा सोच भएको मान्छे। त्यति धेरै एक्सप्रेसन म गर्दैन, अपेक्षाभन्दा माथि म जाँदिनँ। किनभने ठिक्क गर्नुपर्छ, स्वस्थ हुनुपर्छ। अरू 60 वर्ष बाँच्छन् भने हामी चाहिँ 80 वर्ष बाँच्ने हो, 100 वर्ष बाँच्ने हो। उमेरको त्यो उनलाई चाहिँ मैले चाहिँ त्यो कुरा सोध्छु। जब आफ्नो उमेर छँदै, रगत छँदै र शरीरमा चाहिँ कसरी हुन्छ, के गरेर हुन्छ, आफ्नो शरीरलाई जोगाउने र शरीर जोगाएर लामो समयसम्म निरोगी भएर बाँच्ने। जस्तै पुलिसले हामीलाई नखोजोस्, डक्टरले हामीलाई नखोजोस्,
भन्ने एउटा जुन के भनाइ छ नि त्यो भनाइलाई मैले चाहिँ अवगत गर्दै त्यो कुरालाई चाहिँ मैले अगाडि बढाइरहेको छु। हेर्नुहोस् त यो नदी छ है, टक्क हाम्रो कम्पनीको छेउमा चाहिँ एउटा खोला छ। पारी चाहिँ त्यो मेन लाइन हो, वारीको चाहिँ सामान्य बाटो हो। यो हाम्रो सामान्य बाटो भन्दा नि छ त, 2 डबल लाइन त छ, तर पनि अब त्यति गाडीहरू आउजाउट गर्दैन। यो कम्पनीको काम, कम्पनीको गाडीहरू सामान्य लोकल गाडीहरू मात्रै हिँड्छ यो बाटोमा। हेर्नुहोस् त यो नदी छ टक्क। यो नदी के छ भने कोरियामा चाहिँ खोलाहरूको पनि यस्तो व्यवस्थापन गरेको हुने क्या तपाईँको। यो खोलाहरू छ नि, खोलाहरूमा चाहिँ ठाउँ ठाउँमा चाहिँ यो उनीहरू स्पिड ब्रेकर जस्तै के यो खोलाले क्षति नगरोस् भनेर बाँध जस्तै थामेर राख्ने, त्यस्तै त्यो उहाँलाई के स्पिड ब्रेकर जस्तै गरेर है धेरै राम्रो छ। यदि खोलालाई पनि व्यवस्थापन गर्ने हो भने, यदि चाललाई पनि व्यवस्थापन गर्ने हो भने पक्कै पनि प्रकृतिको सुन्दरता खोज्नको लागि अन्त ठाउँ जानु पर्दैन होइन। प्रकृतिले जुन प्रदान गरेका चिजहरूलाई हामीले थोरै मात्रै अलिकति मोडिफाई गर्ने हो भने, अलिकति क्वालिटी युक्त बनाउने हो भने पक्कै पनि यसै ठाउँमा खुसी मिल्छ, यसै ठाउँमा सुन्दरता देखिन्छ, यसै ठाउँमा चाहिँ गार्डन हुन्छ, यसै ठाउँमा स्वर्ग हुन्छ, यसै ठाउँमा बगैँचा हुन्छ भन्न चाहन्छु म। हेर्नुहोस् है, हेर्नुहोस् त अब म तपाईँले कोरियाको बारेमा चल्ने खिम्ची कम्पनी देखाउनु गइरहेको छु। यो खिम्ची कम्पनी चाहिँ बबाल चल्छ, यस्तो चल्ने कि यस्तो चल्ने कि है। यहाँ नजिकै छ कम्पनीको छेउमा, खुसी लाग्छ यसरी नै बारेमास है चल्ने। अब हामी त पैसा कमाउन आएको हो होइन, बारेमास चल्यो भने अझै राम्रो हुन्छ। किनभने पैसा कमाउन आएको मान्छे हो केही समयको लागि है, पैसा कमाउने हो, जाने हो। यही कम्पनी हो खिम्ची कम्पनी है, ठुलो छ, भयङ्कर ठुलो छ। हेर्नुहोस् त ठुलो छ, त्यहाँदेखि छेउछाउमा हेर्नुहोस् त पुरै ठुलो छ यो खिम्ची कम्पनी। बारेमास चल्छ, आधुमासमा काम भइरहेको छ। म यसो बोलेर हेर्नुहोस् त साथीहरू, ल हेर्नुहोस् त नदी है, क्या राम्रो छ कि, धेरै राम्रो छ नि। कोरिया आउनुहोस्, कोरियन भाषा पढ्दै हुनुहुन्छ भने राम्रोसँग पढ्नुहोस्, आउनुहोस् है। लक्ष्य तयार गरेर कोरियन भाषा मात्रै पढ्नुहोस्। भोलि होइन वर्तमान समयको परिस्थिति होइन बदलियो भने मान्छेहरूको डे टु डे सोचहरू परिवर्तन भइरहेको छ, नियमहरू परिवर्तन भइरहेको छ, कानुनहरू परिवर्तन भइरहेको छ। भाषा भनेको सिप हो। यदि यो सिप हेर्नुहोस् है, कम्पनी चालु भएको नभएको यसरी थाहा हुन्छ कि बाहिरतिर है। अनि तपाईँले भाषा मात्रै सिक्नुभयो भने, आफ्नो ज्ञानलाई, नलेजलाई अगाडि बढाउनु भयो भने पक्कै पनि भोलि बिहान एक दिन न एक दिन अवसर आउँछ। तपाईँको स्टुडेन्ट भिसा छ, D2 भिसा छ, विभिन्न प्रकारका E7 भिसा छ, सम्पूर्ण भिसाहरू छ क्या कोरिया आउनुको लागि। तर श्रमको एउटा कामदारको श्रमिकको श्रमलाई मूल्याङ्कन गर्ने देश कोरिया हो। यहाँ चाहिँ हरेक श्रमिकले चाहिँ आफ्नो श्रमको मूल्य पाउँछ। तपाईँको 8 घन्टा महिनामा 20 दिन मात्रै काम गरेर लगभग त्यही 2 लाखभन्दा बेसी नै पाउँछ। 20,96,000 कति छ, 20,96,000 भनेको 2 लाख कति भेट्छ त्यसले है। नेपाली टक्कै अब रेमिट्यान्स कटाएर भन्दा पनि यहाँको नेपालको त्यो तुलना गर्ने हो भने 2 लाख हुन्छ ट्याक्कै है। राम्रो छ, धेरै राम्रो छ। कति पनि नचल्ने कम्पनीमा पनि ओटी पनि नर्मल कहिले कसो आइतबार बुध यता लगाएर कहिले हुन्छ, त्यत्तिकै रमाइलो छ कोरियामा। रमाइलो गर्नुपर्छ। म चाहिँ अब टक्क क्यालिफोर्निया गर्दै बाटोमा म तपाईँहरू आज चाहिँ विशेष गरेर त्यो स्टेसन देखाउनु गइरहेको छु। हेर्नुहोस् है, यो पुल, यस्तो पुल छ यो टक्क। यो मैले तपाईँले भनेको थिएँ नि, यो स्पिड वाल जस्तो यसलाई गरेर सिँचाइको लागि ब्रेक गरेको छ कि यो नदीलाई जम्मा गरेर राखेको छ। अनि यहाँबाट सिँचाइ गर्ने ठाउँ लगाएको छ, सिँचाइ गरेर गर्ने ठाउँमा लगेर सिँचाइ गर्छ। बाँकी ओभरफ्लो भएको पानी आफै बिस्तारै बगेर जान्छ, स्पिड ब्रेकर गरेर जान्छ। कति राम्रो व्यवस्थापन गरेको छ क्या कोरियामा है। सम्पूर्ण देशको विकास, देशको उन्नति, देशले फड्को मारेको दिन सबैलाई हेर्न मन हुन्छ। सुविधायुक्तसँग बस्न होइन, रमाइलो गर्न सम्पूर्णलाई मन लाग्छ। तर मन भएर मात्रै हुँदैन है। देशको परिस्थिति, आफ्नो आर्थिक अवस्थादेखि लगेर हरेक कुराले मान्छे बाँडिएको हुन्छ।
त्यो बाँधिएको कुराले गर्दा मान्छे चाहेर पनि केही गर्न सक्दैन है, खुसी भएर मात्रै हुँदैन। त्यसैले सम्पूर्ण कुराको चाहिँ सेक्रिफाई गर्न जान्नुपर्छ, सिक्नुपर्छ भन्न चाहन्छु म। अब ब्लगिङ गर्दै म आइसकेको छु यहाँ। हाम्रो यहाँ पनि एउटा ठुलो कम्पनी छ है, यो साइडमा पाल कम्पनी छ, यो साइड यसको विशेषता हुनुपर्छ। यो नाइट कम्पनी डे चल्दैन, नाइट चल्छ यसको प्रायः। यसको विशेषता छुट्टी छ यो, खै यो इलिगल मान्छे काम गरेको यो योमा डे चल्दैन, नाइट चल्छ। लगभग कम्पनीको बिदा भइसकेपछि अब साँझ त भ्लग गर्न मिल्दैन, त्यसैले म कम्पनी काम सक्यो भने पनि बेलुका 1-आधी घन्टा बाहिर निस्किन्छु। बाहिर निस्केर ट्याक्क फिजिकल गर्छु। अब हामीले कोरियालाई साथ दिने हो भने पक्कै पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ है। म अब मेन हाइवेमा आइसकेको छु है। अब म तपाईँलाई चाहिँ आज कोरियाको गाउँले बस चढ्ने अथवा लोकल बस चढेर बजार जाने आउने, यहाँको जहाँसुकै थोरै चढे पनि 1500 हो, जहाँ गए पनि लोकल बसमा 1500 तिर्ने हो है। कार्ड सिस्टम हुन्छ। म तपाईँलाई यसरी अब लोकल बस चढेको पनि भिडियो देखाउँला कुनै दिन है। हामी चाहिँ बस चढ्ने नजिकै छ। अब यो मेन लाइन हो, म जेब्रा क्रस मैदान फोटो भन्छ। अब मैदान फोटो मेन लाइन है साथीहरू। अब म जेब्रा क्रस काट्दैछु। अबाल छ नि बाटो त, हेर्नुहोस् त यो मेन लाइन हो है। त्यो तपाईँको म आज तपाईँले चाहिँ यो स्टेसन, बस स्टेसन भन्दा पनि हामी अब चढ्ने बस स्टेसन बसो संविधान त होइन। हेर्नुहोस् है एकछिन है साथीहरू।